दर्शकबिन नमस्कार। आज हामी चर्चा गर्नेछौँ रुकुम पश्चिमको आरबिस्कुट नगरपालिकाको बारेमा। आरबिस्कुट नगरपालिका कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लामा अवस्थित एक सुन्दर तथा प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। यहाँका हरियाली, डाँडाकाँडा, स्वच्छ नदी खोला र शान्त वातावरणले जो कोहीको पनि मन लुभ्याउने गर्दछ। विशेष गरी भेरी नदी किनारका स्मरणीय दृश्य, आसपासका गाउँहरूको मौलिक जीवनशैली र सांस्कृतिक विविधताले यस नगरपालिकालाई आज आकर्षण बनाएको छ। यहाँको ताजा हावा, हरियाली जङ्गल र प्राकृतिक शान्तताले पर्यटकलाई आनन्दित बनाउने गरेको छ। समग्र आरबिस्कुट नगरपालिका प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र शान्त वातावरणले भरिएको एक कर्णाली प्रदेशको उत्कृष्ट गन्तव्यका रूपमा चिनिँदै आएको छ।